यहाँहरूलाई जयमसी नमस्कार। अब अन्तमा सबैजना जसले यो कार्यमा सुरुदेखि अन्तसम्म प्रत्यक्ष या अप्रत्यक्ष रूपमा चाहिँ सहायता पुर्याउनुभयो, प्रेम प्रकट गर्नुभयो अनि सहायता गर्नुभयो, भेट्नुभयो, यो सबै कार्यको लागि ताम्राकार परिवारको तर्फबाट यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। बाटो बनिएको छ, त्यो बाटोबाट सरल जाने। माथि नटेकिदिनु।
386 नम्बरको भजन हामी गाउँछौँ। एक बारको जुनी यो लानु त के छ र मरेर जाने। एक बारको जुनी यो लानु त के छ र मरेर जाने हो, मरेर जाने हो। अमर त छैन बाटोमा मिल्ने हो, बाटोमा मिल्ने हो। मृत्यु पछि जीवन हाम्रो छ, विश्वास छ सबैलाई, विश्वास गरौँ लानु त के छ र मरेर जाने हो, मरेर जाने हो। जीवन यहाँ थियो अमर त छैन नै, बाटोमा मिल्ने हो, बाटोमा मिल्ने हो। क्रुसको निर्दय मृत्युलाई सहनु प्रभुले हाम्रो हो, उनले हाम्रो पाप उठाइरहनु हो, उनले हाम्रो पाप उठाइरहनु। लानु त के छ र मरेर जाने हो, मरेर जाने हो। जीवन यहाँ यो अमर छैन बाटोमा मिल्ने हो, बाटोमा मिल्ने हो। माथि विश्वास गर्नेछ, नासुने छैन नै पाउने सकिँदैले आनन्द जीवन, पाउने सकिँदैन। एक बारको जुनी यो लानु त के छ र मरेर जाने हो, मरेर जाने हो। जीवन यहाँ यो अमर छैन नै, बाटोमा मिल्ने हो, बाटोमा मिल्ने हो। हामी यसै गरी अर्को एउटा भजन पनि गाउनेछौँ। हल्लेलुया हल्लेलुया। साँझ बिहान थाहा गर्छु प्रभु साथमा भएको, उनको कोमल हात हरेक पलमा डोर्याएको। 396 Hallelujah.
भएको छुबाया कठिनाइले रोक्दैन हालेलुया हालेलुया साँच्चै नै प्रभुले कहिले पनि साथ छोड्नु हुँदैन। भजन 23 भनेको छ, प्रभु मेरो गोठालो हुनुहुन्छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्ति पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी, तपाईँको लौरोले मलाई सान्त्वना दिन्छन्। मेरा शत्रुहरूका सामान्य तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरा कचौरा भरिएर पोखिन्छन्। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदा रहनेछु। आमेन। आमेन। वचनै परमप्रभुका गोठालो हुनुहुन्छ र उहाँले कुनै कुराको क्षति हुन दिनुहुने छैन र उहाँ हुनुहुनेछ र यो विश्वास छ कि सदा सर्वदा हुनुहुनेछ र
अर्को एउटा वचनको खण्ड परमप्रभु साँच्चै एउटा गोठालो हुनुहुन्छ। साँच्चै म तिमीलाई भन्दछु जो मेरा गोठालो ढोकाबाट भित्र पस्दैनन् तर अर्को बाटोबाट बगेर पस्छन् त्यो चाहिँ चोर र डाकु हो, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। ढोकेले उहाँको लागि ढाका खोलिदिन्छ र भेडाहरूले उनको स्वर सुन्नेछ र उसले आफ्ना भेडाहरूलाई नाउँ काली बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छन्। जसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकाल्छ र तिनीहरूका अघि हिँड्छन् र भेडाहरूले उहाँलाई पछ्याउँछन् किनभने तिनीहरूले उहाँको स्वर चिन्छन् तर उपस्थित अपरिचित व्यक्तिलाई तिनीहरूले पछ्याउँदैनन् र त्यसदेखि भाग्नेछन् किनकि अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्। मेरा भेडाहरू मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु, तिनीहरू मेरो पछि आउँछन्, तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू नष्ट हुने छैनन्। कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैनन्। आमेन। परमप्रभु एउटा भलो मात्रै नभएर एउटा असल गोठालो हुनुहुन्छ। उहाँ मृत्युसम्म गोठालो मात्रै नभएर अनन्त जीवनसम्म उहाँ चाहिँ गोठालो भएर हामीलाई उहाँमा विश्वास गर्नेहरूलाई उहाँले चाहिँ दोहोऱ्याउनुहुन्छ किनभने उहाँ चाहिँ जीवनको असल गोठालो हुनुहुन्छ। र यस संसारमा रहजन पनि हरेक पल पलमा हरेक पाइला पाइलामा उहाँले चाहिँ दोहोऱ्याउनुहुन्छ र अन्तमा पनि शरीर पार्थिव शरीर माटोको शरीर माटोमा मिलिगए तापनि र फेरि यो भित्र भएको अनन्त जीवनलाई दोहोऱ्याउने उहाँ हुनुहुन्छ। त्यसैले उहाँले भन्नुभएको छ बाटो सत्य र जीवन चाहिँ म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता परमेश्वर कहाँ पुग्न सक्दैन। यो कुरा तिमी विश्वास गर्छौ? प्रभुले त्यो भन्नुभयो। म साँच्चै पुनरुत्थान र जीवन चाहिँ म नै हुँ। ममा विश्वास गर्ने मर्यो भने पनि बाँच्ने छ, बाँच्ने र ममा विश्वास गर्ने कहिले पनि मर्ने छैन। म असल ढोका हुँ है, स्वर्ग जानको निम्ति स्वर्गको राज्यमा प्रवेश गर्नको निम्ति प्रभुले भन्नुभएको छ म असल ढोका हुँ। मानिसलाई एकमात्र एउटा जीवन अनन्त जीवन दिनको निम्ति उहाँले भन्नुभएको छ जीवन म नै हुँ, जीवनको रोटी म नै हुँ, जसले मलाई लिँदछ दिन हो। हामी परमेश्वरको वचन खान्छौँ, परमेश्वरको उपस्थितिमा रहन्छौँ, हामी आत्मिक भोजन चाहिँ हामीले लिइरहेका हुन्छौँ। एउटा कुरा याद गर्नुपर्छ, शारीरिक भोजन शारीरिक तन्दुरुस्त निम्ति शरीरको आवश्यकता पौष्टिक आहार मानिसहरूलाई खाँचो छ, त्यस्तै हामीसँग आत्मा पनि भएकोले आत्मिक भोजनको चाहिँ खाँचो छ र त्यो भोजन चाहिँ परमेश्वरले यो वचन दिनुभएको छ र जसले साँच्चै यो वचन लिँदछ दिन प्रतिदिन अनि वो चाहिँ अनन्त जीवनसम्म चाहिँ कहिल्यै पनि नमर्ने कहिल्यै पनि नष्ट नहुने त्यो जीवन त्यो चाहिँ स्वस्थताको जीवन उहाँले चाहिँ दिनुहुनेछ। कि प्रभु येशू ख्रीष्ट असल जीवन दिनेवाला प्रभु हुनुहुन्छ। उहाँ बाटो सत्य जीवन हुनुहुन्छ, पुनरुत्थान र जीवन उहाँ हुनुहुन्छ, असल ढोका पनि उहाँ हुनुहुन्छ, असल गोठालो उहाँ हुनुहुन्छ, मृत्युसम्म उहाँ चाहिँ दोहोऱ्याउनेवाला उहाँलाई पछ्याउनेहरूलाई उहाँले चाहिँ दोहोऱ्याएर त्यो अनन्तसम्म चाहिँ लग्नुहुनेछ। र वचनमा यहाँनिर एउटा खण्ड भनेको छ, म तपाईँको अगाडि पढ्छु। त्यसपछि कुनै मानिसले गर्न नसकिने एउटा ठुलो भिड जो हरेक जाति हरेक कुलहरू मानिसहरू भाषा बोल्नेहरू थियो, सेता पोसाकहरू पहिरेर हातमा खजुरका हाँगा लिई सिंहासन र थुमाको सामने उभिरहेको मैले देखेँ। तिनीहरू उच्च स्वरले कराए, सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर महिमा मुक्ति छ। अनि सिंहासन धर्मगुरुहरू चार जीवात र प्राणीहरू र वरिपरि सबै स्वर्गदूतहरू उभिए र
तिनीहरू सिंहासनको सामने घुम्तो परे। यसो भन्दै परमप्रभुलाई दण्डवत गरे। आमेन। हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति, सामर्थ्य सदा सर्वदा होस्। आमेन। धर्मगुरुहरूले भने एकजनाले मलाई सोधे, यी सेता पोसाक लाउनेहरू को हुन् र कहाँबाट आएका हुन्? अनि मैले तिनीहरूलाई भने, हजुर तपाईँ नै जान्नुहुन्छ। तिनले मलाई भने, यिनीहरू तिनै हुन् जुनहरू महासङ्कटबाट आएका हुन् र तिनीहरूले आफ्ना पोसाकहरू खुमाको रगतमा धोइएर सेता बनाएका छन्। यसकारण तिनीहरू परमेश्वरको सिंहासनको सामने छन् र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्। सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्। सूर्यको ताप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्ने छैन, किनकि सिंहासनको बिचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ र तिनीहरूलाई दोहोऱ्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। आमेन। यो संसार बाइबलले भन्छ सङ्कष्ट कुराहरू चाहिँ हो, धेरै पीडा छ, धेरै सङ्घर्ष कुराहरू चाहिँ छ र यस अवस्थामा सहायता गर्ने, गोठालो गर्ने परमप्रभु हुनुहुन्छ। उठ्दा बस्दा हिँड्दा अनि सबै कुरामा दैनिक हामी प्रार्थना गर्छौँ, प्रभु सुरक्षा गर्नु, प्रभु निको पार्नु, प्रभु भलो गर्नु, प्रभु हामीलाई रक्षा गर्नुहोस् भनेर दिनको प्रार्थना हामी गर्छौँ। किनभने प्रभु त्यो रक्षक परमेश्वर र गोठालो अनि परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वरलाई साँच्चै नै अचम्मको परमेश्वर हुनुहुन्छ। त्यस कारणले यो धरतीमा जब हामी छौँ र यहाँनिर प्रभु येशू ख्रिस्टको रगतले, किनभने येशूको रगतले सबै पापबाट शुद्ध पार्छ भनेर वचनमा भनेको छ। खुमाको रगतले मानिसको पाप क्षमा दिँदछ। संसारको पाप उठेलाई जाने परमेश्वरका थ्रुमा र वास्तवमा रगत नबगाइकन मानिसको पाप क्षमा हुन सक्दैन र रगत बगाएपछि मात्रै उसको पाप क्षमा हुन सक्छ। प्रभु येशू ख्रिस्ट धरतीमा एउटा मानवको पाप शुद्ध पार्नलाई, चोखो पार्नलाई धरतीमा आएर उहाँले रगत बगाउनु भयो। उहाँले चाहिँ कालवारी क्रुसमा त्यो रगत बगाउनु भयो, जो चाहिँ पाप मोचन थियो, जो चाहिँ शुद्धै गर्ने कुराहरू चाहिँ थियो। साँच्चै नै एकजना व्यक्तिले त्यहाँनिर पश्चाताप गर्छन्, आफ्नो पापलाई स्वीकार गर्छन्, मुखले स्वीकार हृदयमा विश्वास गर्छन्, उसको पापलाई धोइदिनुहुन्छ, शुद्ध पार्नुहुन्छ र एक दिन त्यो राज्यमा जो चाहिँ अनन्त भवनमा त्यहाँनिर धेरै कुलका, धेरै जाति, धेरै भाषाबाट मानिसहरू जानेछन् र भनेको छ, हेर यी सेता पोसाक लगाउने को हुन्, हजुरका हाँगा समातेर उभिने चाहिँ को हुन्, कहाँबाट आएका हुन्? यी तिनै हुन् जो संसारको महासङ्कटबाट आफ्नो पाप चाहिँ खुमाको रगतले धोएर शुद्ध बनाएका छन्, पवित्र पारेका छन्। यिनीहरू तिनैहरू हुन्। साँच्चै नै त्यो गर्न नसक्ने भिडहरू थियो र आज पनि येशूको रगतले मानिसको पापलाई क्षमा गर्न सक्छ। बाइबलमा भनेको छ, मानिसको पाप क्षमा गर्न नै परमेश्वरले आफ्नो पुत्र येशूलाई यो धरतीमा पठाउनु भयो र मानिसको पाप मोचन, पापको शुद्धाइ चाहिँ केवल प्रभु येशू ख्रिस्टमा मात्र छ। जसले प्रभु येशू ख्रिस्टलाई साँच्चै नै हृदयबाट विश्वास गर्छ, धार्मिकतामा हिँड्छ गरे भने उसको पापहरूबाट ऊ चाहिँ शुद्धै हुन्छ र उसको धार्मिकताको वस्त्र लगाउने छ, पवित्र पार्ने छ। ऊ चाहिँ परमेश्वरको घरमा नचने तिनीहरू चाहिँ एउटा पवित्र कहलाइने छन्, सेता वस्त्रहरू लगाएर त्यहाँनिर खडा हुनेछन् र परमेश्वरको घरमा, परमेश्वरको सिंहासनको वरिपरि तिनीहरू उपस्थित हुनुहुन्छ र परमेश्वरले तिनीहरूका सबै आँखाबाट आँसु पुछिदिनुहुनेछ। किनभने अब पीडा हुने छैन, अब त्यो संसारमा व्यवसायलाई जय मसीह नमस्कार। अब अन्तमा यहाँ सबैजना जसले यो कार्यमा
सुरुदेखि अन्तसम्म प्रत्यक्ष या अप्रत्यक्ष रूपमा चाहिँ सहायता पुर्याउनुभयो, प्रेम प्रकट गर्नुभयो अनि सहायता गर्नुभयो, भेट्नुभयो। यो सबै कार्यको लागि ताम्राकार परिवारको तर्फबाट यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। माथि नटेक्दिनु। देवनागरी हामी भजनहरू गाउनेछौँ। 386 नम्बरको भजन हामी एक बारको जुनी यो लानु
छैन नै बाटोमा मिल्ने हो माटोमा मिल्ने हो क्रुसको निर्दय मृत्युलाई सहनु प्रभुले हाम्रो हो उनले हाम्रो पाप उठाइरहनु हो उनले हाम्रो पाप लानु त के छ मरेर जाने हो मरेर जाने हो जीवन यहाँ यो अमर छैन माटोमा मिल्ने हो माटोमा मिल्ने हो जसले उनमाथि विश्वास गर्नेछ नासुने छैन नै पाउने सकिँदैले आनन्द जीवन पाउने सकिँदैन एक बाटो जोनियो लानु त के छ र मरेर जाने हो मरेर जाने हो जीवन यहाँ यो अमर छैन नि माटोमा मिल्ने हो माटोमा मिल्ने हो हामी यसै गरी अर्को एउटा भजन पनि गाउनेछौँ हल्लेलुया हल्लेलुया साँझ बिहान थाहा गर्छु प्रभु साथमा भएको उनको कोमल हात हरेक घरमा पुर्याएको 396 अब यताबाट आउनुहोस् अब उताबाट जानु उताबाट आउनुहोस्
अब 2-3 जना हुनुहुन्छ जस्तो रस्सी पारी पक्रेर रस्सी पुरै हजुरले पनि तलबाट निकाल्नु समात्दिनु रस्सी मात्र निकाल्नु हामी एकदमै शोक मन्तव्यमा र हाम्रो ताम्राकार परिवारको आफ्ना शोक मन्तव्यहरू राखिदिनको लागि म हाम्रो आदरणीय दाजु हेरलालाई अनुरोध गर्न चाहन्छु अनि यसपछि हामी सबैजना उपस्थितजनहरूले माटो दिनेछौँ। यहाँ सबैलाई जय मसी अनि नमस्कार। अब अन्तमा यहाँहरू सबैजना जसले यो कार्यमा सुरुदेखि अन्तसम्म प्रत्यक्ष या अप्रत्यक्ष रूपमा चाहिँ सहायता पुर्याउनु भयो, प्रेम प्रकट गर्नुभयो अनि सहायता गर्नुभयो, भेट्नुभयो, यो सबै कार्यको लागि ताम्राकार परिवारको तर्फबाट यहाँहरू सबैलाई हामी धन्यवाद भन्न चाहन्छौँ। र आदरणीय पास्टरजीहरू जो विभिन्न ठाउँबाट आफ्नो व्यस्ततालाई पनि छोडेर हाम्रो एउटा दुःखमा सहभागी हुनको लागि आउनुभयो, उहाँहरूलाई पनि धेरै धेरै हामी आभार अनि धन्यवाद प्रकट गर्न चाहन्छौँ। त्यसै गरेर यो शमशेरगञ्ज ओब्रीमा जो हाम्रो आफन्तदेखि लिएर के अरे समुदायवासी छरछिमेकी अनि मण्डलीका सम्पूर्ण सदस्यजीहरू जो सबै हाम्रो दुःखमा हाम्रो पनि दुःख हो भनेर जसरी सहभागी भइदिनु भयो, यसको लागि यहाँहरूलाई फेरि पुनः चाहिँ धन्यवाद भन्न चाहन्छु। र हामीले यहाँहरूलाई यहाँसम्म आउँदै गर्दा यो हाम्रो दुःखमा सहभागी हुँदै गर्दाखेरि हामीले केही पानी र केही खानेकुराको पनि व्यवस्था गरेका छौँ, यहाँहरूले त्यो लिएर गइदिनु होला। र यो दुःख हामी सबैको दुःख हो भनेर जुन हामीसँग सहभागी भइदिनु भएको छ र यो पीडित परिवारको लागि प्रार्थनामा अनि प्रेममा उत्साहमा यहाँहरूले फोन मार्फतबाट पनि कन्टिन्यू सहायता गर्नुहोला भन्ने फेरि अनुरोध गर्न चाहन्छु। र अब अन्तिम क्षणमा छौँ हामी, अब उहाँ हामीबाट बिदा हुँदै हुनुहुन्छ। यो सहभागीमा यहाँ जसरी पनि सहभागी हुनुभयो यहाँ सबैलाई पुनः फेरि धन्यवाद भन्न चाहन्छु। मजबुत तान्ने त्यहाँतिर हल्का उठाइदिनु हो, त्यहाँबाट उठाइदिनु डोरीले मात्र नपाकेर थाम्नुपर्छ अनि यहाँ गइसकेपछि बल्ल डोरीको तर पावर हुनुपर्छ त्यहाँ अब बिस्तार अलि चल्छ सरदार अलिकति पछाडि आउँछ सँगै उठाउन न सँगै उठाउन गाडो छैन हामीले अब बाटो भर्तिदिनेछौँ अनि साइडको कता कता हुन्छ आफ्नो परिवारहरूले पहिला दिनुहोस् है, यसो माटो लगाएर सबैले प्रार्थना गरौँ। म माटो दिनु हजुर। त्यसपछि सबै हाम्रो आफन्त परिवारहरूले चाहिँ दाइ भाइ छोराछोरीहरूले चाहिँ हामी मर्ची दिनेछौँ। साइडोमाले
छोराहरूले अनि हामी सबैले धेरै छौँ बाटो स्वर्गीय पिता हामी तपाईलाई धन्यवाद दिन्छौँ तपाईको अनुग्रहमा फेरि यसरी हामी सबैजनालाई ठाउँमा भेला गर्नुभयो प्रभु आमा तपाईको साथमा हुनुहुन्छ हामी विश्वास गर्दछौँ तपाईमाथि विश्वास गर्नेहरूलाई तपाईँले अनन्त जीवन दिनुहुँदछ हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु हामी जतिजना यहाँ आएका छौँ तपाईँ स्वर्गीय पिताले प्रभु आशिष दिनुहोस् प्रभु हाम्रो विश्वासलाई अझै बलियो पारिदिनुहोस् धन्यवाद दिन्छौँ आउने सबैजना साथमा हुनुहोस् हाम्रो बाटोघाटो यात्रामा पनि तपाईँ सुरक्षा सहायता गर्नुहोस् तपाईँको महिमा गर्नुहोस् र प्रभु हामी यो समयमा खाजाको लागि पनि प्रार्थना गर्दछौँ जुन खाजा तयार गरिएको छ त्यसमा पनि तपाईँको आशिष माग्दछौँ धन्यवाद दिन्छौँ प्रभु सुरुदेखि अहिलेको समयसम्म तपाईँ परमेश्वर स्वयं भइकन हामीलाई डोर्याउनु भयो अगुवाई गर्नुभयो त्यसको लागि हामी धन्यवाद दिँदछौँ धन्यवाद 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 र विशेष प्रभु अनि यो परिवारमा तपाईँको शान्ति र आनन्द त्यो आत्मा हालिदिनु र तपाईँको महिमा भएको धन्यवाद आशिष माग्छौँ येशू प्रभुको नाममा आमेन जिपी स्टेसनमा सिधै त्यो बाटा चलाउने हुन्न हुन्छ खोल्दिनु खोलिदिनु